के तपाईलाई अफिसमा बस्दा बस्दा दिक्क लागेको छ? के तपाईँ रिफ्रेस हुन चाहनुहुन्छ? आफ्नै चेयरमा बसी म यहाँलाई यस्तो ब्रिदिङ टेक्निक सिकाउँदै छु जुन चेयरमै बसेर गर्न सक्नुहुन्छ। यसरी चेयरको आर्म्समा दुवै हात राख्नुहोस् र सास लिँदै माथि, सास छोड्दै तल। यो अभ्यासलाई 20 पटकसम्म दोहोऱ्याउनुहोस्। अब अर्को अभ्यास गर्नुहोस्। दुवै हातलाई सिधा पार्नुहोस्। यो अभ्यासलाई पनि 20 पटकसम्म दोहोऱ्याउनुहोस्। अब अर्को अभ्यास गर्नुहोस्। खुट्टालाई यसरी सिधा पार्नुहोस्। दुवै हातलाई यसरी माथि उठाउनुहोस्। अब अर्को अभ्यास गर्नुहोस्। दुवै हातलाई यसरी चेयरको आर्ममा राख्नुहोस्। सासले माथि यसरी खिच्नुहोस्। पुरै छातीलाई फैलाउनुहोस्। सास छोड्दै अगाडि झुक्नुहोस्। छाती तथा कम्मरलाई पुरै खिच्नुहोस्। यसरी सास छोड्दै अगाडि। यो चेयरमा बसेर गर्न सक्ने ब्रेथ वर्क तपाईको दिनभरिको कामलाई ताजगी दिनेछ। धेरै जानकारीको लागि हामीलाई फलो, सब्स्क्राइब र लाइक गर्नुहोस्।